सबैजना मिलेर घुम्न जाँदा एकदम रमाइलो भयो। सो हे गाइज, वेलकम छ मेरो छोटो मिठो ब्लगमा। आई होप तपाईँहरू सबैजना सन्चै हुनुहुन्छ होला। म पनि एकदम ठिक छु। आशा छ तपाईँहरू सबैजना ठिक हुनुहुन्छ भन्ने। मेरो यो भन्दा अगाडिको भिडियोहरूमा धेरै भ्युज नगए पनि मैले फेरि अर्को भिडियो लिएर आइसकेको छु। आशा छ तपाईँहरूले यो भिडियोलाई मन पराइदिनु हुनेछ भन्ने। आज हामी सबैजना मिलेर कहाँ जाँदैछौँ भन्ने कुरा तपाईँहरूले अगाडि हेरेर थाहा पाइसक्नु भएको छ। आज हामी जानेवाला छौँ काठमाडौँको बौडेश्वर महादेव गुफाभित्र। हेरौँ के हुँदो रहेछ त्यहाँ। सुरुवातमा भनौँ हामी सबैजना गाडी चढ्छौँ। गाडी चढिसकेपछि अब हामी यहाँबाट हिँड्छौँ। सबैजना मिलेर जाँदाखेरि चाहिँ एकदम रमाइलो हुने रहेछ। अब हामीहरू सबैजना मिलेर यहाँबाट जान्छौँ। यहाँबाट गइसकेपछि हामी झर्नेवाला छौँ बौडेश्वर महादेव गुफा नजिक। हाम्रो झर्ने ठाउँ पनि आइसक्यो। अब हामी सबैजना मिलेर यहीँ झर्छौँ र यहाँबाट थोरै तलतिर झर्नु पर्छ। त्यसैले गर्दा अब चाहिँ हामी यहाँबाट तलतिर झर्छौँ, किनकि यताबाट तलतिर झरेर ओह्रालो हिँड्नु पर्छ। र अब हामी सबैजना हिँडेर तलतिर जान्छौँ। सबैजना मिलेर जानुको फाइदा चाहिँ एकदम रमाइलो हुने रहेछ। एकदम रमाइलो भयो गाइस। यहाँको ठाउँ हेर्नुहोस् त, हरियाली वन पाखा वा एकदम राम्रो छ यहाँको ठाउँ चाहिँ। यो भिडियो चाहिँ 2-3 दिन अगाडिको हो, त्यसैले गर्दा आज मैले पोस्ट गरेको छु। आशा छ तपाईँहरूले माया गरिदिनु होला, किनकि साथीहरू मेरो चाहिँ समय नै मिल्दैन होइन। कहिले अफिस हुन्छ, कहिले कतै जानुपर्छ र कहिले कतै जानुपर्छ। त्यसैले गर्दा मेरो टाइमै मिल्दैन। त्यसले गर्दा चाहिँ भिडियो कहिले काहीँ आउँछ, त्यही भएर पनि माया गरिदिनु हुनेछ भन्ने आशा छ। त्यसैले सबैजनाले भिडियोलाई माया गरिदिनु होला। एक लाइक, एक कमेन्ट र एक सेयर अवश्य गर्नु होला। हामी चाहिँ अब बौडेश्वर महादेव गुफा नजिक पुग्दैछौँ। यहाँ चाहिँ एकदम रमाइलो छ। यहाँ चाहिँ धेरै टाढादेखि थुप्रै मान्छेहरू आउनु भएको छ। हामी भने जाँदैछौँ। के हुन्छ त भिडियोलाई अन्तिम समय हेर्नु होला। अब चाहिँ हामी पुग्यौँ श्री बौडेश्वर महादेव झरना गुफामा। तर यहाँ चाहिँ गुफा त छ भन्ने कुरा थाहा छ। हामी त्यहाँभित्र पनि जानेछौँ। र यहाँको झरना चाहिँ अलि सानो नै रहेछ, किनकि बर्खा लागिरहेको छैन। यदि तपाईँहरू आउनुहुन्छ भने तपाईँ साउनदेखि भदौको भित्रमा आउनु होला। यहाँको झरना पनि ठुलो हुने रहेछ। त्यति बेलासम्म हेरौँ। म पनि यदि समय मिलेछ भने आउनेछु, किनकि त्यति बेला ठुलो झरना हुन्छ र त्यो झरनामा नुहायो भने चाहिँ पवित्र हुने परम्परा पनि रहेको छ। र म आएँ भने ठुलो झरनामा नुहाउनेछु। यदि तपाईँहरू पनि आउनुहुन्छ भने त्यति बेला नै आउनु होला। र यहाँ चाहिँ एकदम रमाइलो छ। फोटो खिच्दै, भिडियो बनाउँदै, नाचगान गर्दै एकदम रमाइलो भइराखेको छ भने तलतिर चाहिँ छुट्टै नुहाउँदैछन्। एकदम पनि रमाइलो भइराखेको छ यहाँ चाहिँ। यो ठाउँमा हामी मात्र होइन, मेरो सानी भान्जी पुकुली पनि आउनु भएको छ। एकदम रमाइलोको साथ होइन। के भयो? ए बन्द गर। माइक टेस्ट। यहाँ चाहिँ एकदम रमाइलो भइराखेको छ। अब भने हामी छहरातिर जानेछौँ। यहाँ चाहिँ एकदम पनि कसैले भिडियो बनाउँदैछन्, कसैले नुहाउँदैछन्, कसैले पानीमा पस्दैछन् भने एकदम रमाइलो भइराखेको छ। यहाँ चाहिँ यो गुफा चाहिँ यहाँभित्र छ अरे। हामी चाहिँ यहाँ जानेछौँ। एउटा भजन गाउँदै एकदम नाचिरहेको छन् भने गुफा चाहिँ यहाँभित्र छ अरे। अब चाहिँ हामी यहाँभित्र जानेछौँ। यो गुफाभित्र सुरुमा गणेश भगवानको मन्दिर आउँछ र मन्दिरमा दर्शन गरिसकेपछि हर हर महादेव भन्दै हामी जान्छौँ शिवजीको मन्दिरतिर। यहाँ चाहिँ एकदम पनि धेरै मान्छे हुनुहुन्छ गुफाभित्र, त्यसैले गर्दा कुचाकुच पनि भएको छ। भिडियोलाई अन्तिम समय हेर्नु होला भन्दै आजको भिडियो यहीसम्म। बाई बाई।